हेलो वेलकम ब्याक टु माई च्यानल तपाईँहरू मेरो युट्युब च्यानलमा भिजिट गर्न सक्नुहुन्छ। कस्तो लाग्छ तपाईँहरूलाई भ्लग भिडियो कमेन्ट गर्नुहोला, प्रतिक्रिया दिनुहोला। थ्याङ्क यू सो मच भिडियो हेरेर सपोर्ट गर्नुभएकोमा, अन्तिमसम्म हेरेर सपोर्ट गर्नुहोला। गाउँदेखि मान्छे हिँड्दा यही बाटो हिँड्नु पर्थ्यो, अहिले रोड निस्केर खासै हिँड्दैन यो बाटो। ठ्याक्कै अहिले चाहिँ इन्डिया लौरेहरूले पेन्सन थाप्ने ठाउँ अफिसमा आइपुगेका छौँ। त्यसै गरी ताप्लेजुङ बजार यहाँदेखि देखिन्छ मजाले है। यो चाहिँ ताप्लेजुङ बजार हो। बारको लागि राखेको कैँची फुल। यो बाटोबाट हिँडिसकेपछि यहाँ चाहिँ सानो बस्ती भेटिन्छ, 4-5वटा घर भएको बस्ती होइन। यो बाटो आइसकेपछि सानो खोल्सामा पुल लगाएको छ। यो पुल तर जानुपर्ने हुन्छ हामी धवान बजार जानलाई। आइसकेपछि बाटैमा सानो चिटिक्क परे घर देख्नुहुन्छ तपाईँले। यो चाहिँ बस्ती बसिया छ, एउटा मात्र घर छ है। तर यहाँ चाहिँ कुखुरा तर्सी हेर्नु न, चढ्दैछ, कुचिकुची गरेर चढ्दैछन्। यहाँ देख्न सक्नुहुन्छ बस्ती होइन। चट्टसँगले यो चाहिँ पुरानो बाटो। अहिले चाहिँ हामी ठ्याक्कै 3 बजे आइपुगेका छौँ। उहाँको घाम ट्याकमा छ, समथिङ 1 घन्टा लाग्छ होला पुग्नलाई। बाबु तिम्रो नाम के हो? अनुप। कुन हो तिम्रो घर नानी? माथिको हो, कति ज्ञानी हो। अनुप अरे नाम सोधेको। साइडबाट हाम्रो आन्टी अङ्कलहरू कामदेखि आउनुभएको होला होइन। के मास ल्याउनु भयो क्या अङ्कल? ओहो, कहाँ बस्यो तपाईँको? यी नजिकै घर? यसलाई सुकेपछि कुट्न मिलिहाल्छ होइन? मास कि मस्याम हो? मासु मस्याम त्यो तपाईँले बोकेको। कहाँ कति टाढो छ त खेत तपाईँहरूको? टाढा छ नि, 2 घन्टा। तपाईँ घर चाहिँ कुन भन्नुभयो? यहाँ पर्तिर नजिकै हो। के भन्दा चिनिन्छ तपाईँलाई? मलाई पुण्य नेउपाने भनेर चिनिन्छ। पुण्य नेपाली भन्दा चिनिन्छ? हजुर घर मेरो बजारमै हो। म चाहिँ धवान बजार अब पुसे मेलाको लागि यसो हिँडेको। खुसी मेला हिँड्नु। पुसे मेला हिँडेको। आज हजुर 5 गतिसम्म लाग्छ। अब पुसे मेलाको धान नाच्नु यसो हेर्नु। ठिक छ ल अङ्कल हस्। त्यसका बाजे अटोले धुलो उडाइराखेर गयो यार। गुड्रुर धुलो पनि फक मान्छे गाडी नै रहेछ धुलो। यहाँ चाहिँ पहिला एकदम ठुलो घर थियो है, होटल। त्यति बेला खुट्टाले हिँड्ने बेला समयमा ठक्कै घरको जग पनि छ। गाह्रो पनि देख्नुहुन्छ तपाईँले, गाह्रो लाग्यो होइन। अनि यति राम्रो चल्थ्यो कि यो ठाउँमा, आमामा मान्छे हिँड्दाखेरि गुटुटुटु खाजा नास्ता बर बिक्ने ठाउँ यो। यहाँ आउँदी होटल गरेर मान्छेहरूले काठमाडौँतिर घर किनेको छ होला। यहाँ चाहिँ बस्ती एकदम राम्रो मिलेको ठाउँ छ होइन। यो ठाउँमा तारिबुङ भनेर चिनिने गर्छ। यहाँ चाहिँ सुन्तलाको बगान भएको ठाउँ है यो चाहिँ। यहाँ चाहिँ उब्बर सुन्तलाको बगानहरू छ। पुसे मेला हिँडेको तिमी नजाने? पुसे मेला हिँडेको तिमी नजाने? यो तारिबुङ बस्तीमा चाहिँ एकदम मिलेको ठाउँ छ है, चटक्कसँगले सुन्तला बगानै बगान अनि घरहरू चट्ट। यो चाहिँ पूर्वमा यस्तो घर पाइन्छ है। पश्चिममा चाहिँ यस्तो घरहरू हुँदैन होइन। पूर्वमा जसरी बाहिर साइड बारन्डा घुमाएको हुन्छ, राम्रो एकदम चटक्क भएको हुन्छ। पश्चिमतिर चाहिँ मुरुल्लै लामो 3-4 तला घर हुन्छ। यहाँ चाहिँ पूर्वमा यस्तो घरहरू पाइन्छ। यो साइडको चाहिँ तल्लोपट्टिको चाहिँ किचन है, चटक्क बनाएर बसेको छ। घरको नजिकै सुन्तलाको बगान टन्नै पाइन्छ है यहाँ चाहिँ। ल पहिला रोड नहुँदाखेरि एकदम धेरै मान्छेले यो बाटो हिँड्दाखेरि होइन, एकदम धेरै क्या। कति व्यापार बिजनेस हुने ठाउँ है यो। ठुलो बरको फेदमा छ यो। यहाँनिर चाहिँ चट्टसँगले टरा बनाएको थियो होइन। अनि चट्ट होटलहरू राखेको थियो यो ठाउँमा होइन। गाउँदेखि आउने मान्छेले यति धेरै चाउमिन थुक्पा मोमोहरू किनेर खान्थ्यो यो ठाउँमा है। बाटोमा गुटुटु यही है पुरानो बाटो यस्तै छ। अहिले पहिला जस्तो त्यस्तै छ यो बाटो चाहिँ। अनि चट्टसँगले गुटुटुटुटु हिँड्थ्यो है रातभरि, दिनको रात मान्छे हिँड्थ्यो। अनि चट्टसँगले खाजा खाने ठाउँ यहाँ थियो, एकदम राम्रो क्या। मानौँ चाहिँ चट्ट बसेर खाने, खाजा नास्ता टन्नै खाने, उठेर जाने होइन। भोक लागेको हुन्छ हिँड्ने मान्छेलाई त होइन। धेरै मान्छेहरूले चाहिँ आएर खाजा खाने, नास्ता खाने ठाउँ चाहिँ एकदम राम्रो ठाउँ थियो यहाँ होइन। त्यति बेला व्यापार बिजनेस उब्बर चल्ने ठाउँ हो यो चाहिँ है। धेरै राम्रो थियो ठाउँ। खान्द्रुङ जानेर दोकान झर्ने। लसुन गोड्नु भएको? पानीले मजाले भिजाउनु भएको रहेछ। टन्नै छ क्या हो? 4 दिन आँट्नु भएको? कति मजाले
बुनु तिम्रो नाम के हो केसिका केसिका कति क्लासमा पढ्छौ नानु कति क्लासमा दुईमा। 2मा हो आमा कति ज्ञानी हो 2 क्लासमा पढ्छौ है भोलि पुसे मेला घुम्न आउनेला नि होइन कता तल दोभान बजार आउने यहाँ चाहिँ घरको नजिकै सुन्तला बगान है अनि पूर्वेली घरहरू चाहिँ यस्तो हुन्छ है हेर्नुहोस् चट्टसँगले अनि माथि सुन्तला बगान छ होइन सुन्तला बगानभित्र अलैँचीको बोट यसरी रोपिरहेछ बिचरा यो घर चाहिँ बनाएर छोडिहालेछ है अलैँची हेर्नुहोस् अलैँची कति मजाले बिरुवा छ बाहिर बारन्डा घुमाएको छैन यहाँ चाहिँ छिमेकी घर है दुई चार पहिला आन्टी तपाईँ घर चाहिँ कुन हो यही हो यही हो ए अनि यहाँको मान्छे पहिलाको पुरानो चाहिँ कता जानुभयो पहिला अर्कै मान्छे थियो जस्तो लाग्यो नि मधेस गए कुन ठाउँ के हो नानु तिम्रो नाम सुजाता थोती बोल्दो रहेछ बिचरा दाँत सबै खुस्किएछ बुढी भएछौ नि तिमी त खोइ हिँड्नु के गर्नु न बुढी भएछ ल बच्चाहरूलाई मजाक गरेको अनि यहाँ चाहिँ तपाईँ चाहिँ पुरानो घर चाहिँ कहाँ तपाईँको पापुङ हो पापुङदेखि यहाँ आउनुभएको वस्तु लिएर जाँदैछ गुरु है अगाडिको खुट्टा बाँधेर हिँडाउँदो रहेछ किन बाँध्नुभएको बुवा यो खुट्टा चाहिँ अगाडि कुदेर चाहिँ अलिक बिस्तारो हिँड्न पाऊँ भनेर ए तपाईँलाई पनि आराम हुने उनीहरूलाई पनि आराम हुने गुडुडु कुद्छन् बुढो मान्छे कुद्या कुदै अहिले देउलिङ्गे स्कुल माथिल्लो साइडमा आइपुग्यो हामी होइन एकदम मजाले बच्चाहरू खेल्दैछन् एकदम राम्रो ठाउँ छ क्या यो चाहिँ बसेको चट्ट बस्ती हो यो चाहिँ देउलिङ्गे स्कुलदेखि नजिकै माथिल्लो साइडको बस्ती हो गाउँघरको बस्तीहरू चाहिँ ओभर राम्रो बसेको ठाउँ छ यहाँ होइन चाहिँ देउलिङ्गे स्कुल नजिकैको बस्तीहरू हो सुन्तला घारी बगाने बगान सुन्तलाको बगान छ यहाँ आउँदै त्यो बेला आलु रोप्दैछन् टक्कसँगले देउलिङ्गे स्कुल मावि यो चाहिँ रुपीहरू कति धेरै है यहाँ त उतातिर चाहिँ डाङ्ग्री भन्दो रहेछ यहाँ चाहिँ रुपी भन्छौँ है हाम्रोतिर चाहिँ देऊ न मलाई थोरै देऊ न देऊ जुठा हालेको हो कहाँ हो तिम्रो घर बाबु कहाँ भन त कहाँ हो घर यहाँ पर अगाडि के हो तिम्रो नाम निशाल चटपटी चाहिँ कसले बनाइदिनु भयो तपाईँलाई साउनीले कि साउजीले साउनीले मिठो छ चटपटी हो कति क्लासमा पढ्छु 5 क्लासमा डेन्जर ल खतरा हुनुहुँदो रहेछ राम्रो पढ्ने ल बच्चाहरूलाई चारो बोक्नु भएको सुँगुरको आमा चारो बोक्ने नानी फुटबल खेल्ने ल फुटबल खेल्ने नानी पनि पछि पछि आउँदैछन् यो चाहिँ ठ्याक्कै देउलिङ्गेदेखि तल्लो साइडमा हो होइन यहाँ चाहिँ डाँडामा मन्दिर पनि रहेछ है एकदम खतरा ठाउँमा आइपुग्यो है यो चाहिँ तमर नदी हो दोभान बजार पारिपट्टि देखिने हो भोलि गतेदेखि स्टार्टिङ हुने पुसे मेला बजार लाग्ने ठाउँ त्यही हो अल्लो छेउको बजारमा त थोरै देखिन्छ पल्लो छेउको चाहिँ देख्न बाँकी नै छ होइन तपाईँहरूलाई भोलि बजारको पुरै भ्लग बनाएर लाउने छु होइन कतिको रमाइलो हुन्छ त्यो ठाउँ हेरौँ ल हेर्नुहोस् यस्तो भिड छ कि यहाँनिर सोचेको भन्दा नि खतरा भिड के हेर्नु न कस्तो हेर्नु त तल हेर्नुहोस् कस्तो भिड छ होइन मजाक गरेर जस्तो लाग्छ तपाईँहरूलाई भन्दाखेरि होइन ओहो डरलाग्दो ठाउँ छ नि होइन डर लाग्यो यार पहिला बच्चाको बेला यो बाटो हिँड्दाखेरि होइन ताप्लेजुङ बजार जाँदा यही बाटो हिँड्नु पर्थ्यो गाउँदेखि हाम्रो गाउँदेखि जाँदाखेरि यो ओडारमा चाहिँ साह्रै डर लाग्थ्यो क्या मलाई कस्तो तातो हप्पै हुन्थ्यो गर्मीले होइन अनि ओडार डर लाग्थ्यो ओडार ठुल्ठुलो ओडार देख्दाखेरि मलाई ओभर डर लाग्ने कि अनि है के गर्नु हुन्थ्यो भाग्थेँ यहाँदेखि चाहिँ कुटुटुटु कुदेर पारिपट्टि तर अनि आनन्द फर्केर हेर्थ्यो क्या डर लागेर यस्तो कडा डर लाग्थ्यो भने यो चाहिँ पुरानो पुल हो होइन मान्छे हिँड्ने पुल पारिको तर्ने पुल यही हो पुरानो दोभान खोलाको पुल भनेर भनिन्छ यो ठुलो तम्बर नदीको अनि यता चाहिँ गाडीको पुल भर्खर नयाँ बनाएको है यो चाहिँ भोलि अर्को भिडियो आउनेछ थ्याङ्क यू सो मच भिडियो हेरेर सपोर्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद सबैजनालाई